viewers, welcome to my new vlog. मेरो अर्को भ्लगमा स्वागत छ अनि हामी यस्तो छ उताबाट आउँदैछ पानीतिर ला फेरि भर्खरै आएको खाना मिल्दैन नखाएको फेरि यस्तो गरिम सरजी पानी खान्छ है धेरै उस भयो क्या धेरै भयो ओ माकुरी पानी खान्छु गाई चाहिँ एकछिनमा म 1 वर्ष जति भयो साइकल नचलाएको त्यही भएर हो कि तनाव भएको न त यति त सकिन्थ्यो के गाह्रो पर्यो धन्दा कटायो सबै हामी त्यतिकै पानी खानु नखाएको हामी चाहिँ काठमाडौँ उता बालाजुबाट मैपीबाट गर्न जानु भएको गएर आएर यतैपट्टि जाऊँ भनेर घाँटी सुकेर भयो यसरी खायो भने पानी खाएको जस्तै हुँदैन यार यसरी खायो भने पानी खाएको जस्तै हुँदैन यार हेलमेट लाम अन्त कपाल नि काटिदिनु हो यार कपाल नि काट होइन बेजा भयो कपाल नकाटेर ब्लग चाहिँ त्यस्तै भइरह दिन होला होइन चलो भाइ बाटो चाहिँ यस्तो छ गाई यस्तो बाबा यसरी है सौगात चाहिँ चलाउँदै म चाहिँ पछि यस्तो छ यो चाहिँ बवाल छ नि गाइज अनि यहाँ चाहिँ यस्तो मोड रहेछ क्या यस्तोमा सुस्तै जानुपर्छ ल ओह्रालो रहेछ म नि अलि गाह्रै पर्छ अगाडिको बाट गर्न होइन अब एउटा चेस्ट माउन्ट किन्नु हो क्या त्यो किनेपछि त अन्त यस्तो छ क्या यसरी ब्रेक लाउँथ्यो त्यही हो गाह्रो परिहाल्यो आफूलाई यस्तोमा त सकिन्छ गाह्रो त्यस्तो भयो झ्यापमा गाडीहरू आइदिन्छ यसरी यस्तो छ यस्तो छ यहाँ चाहिँ पाहाड उकालो हामी लास्टै चढ्यो यार माकुरी लास्टै उकालो सला अब फेरि छ फेरि उकालो होला माकुरी अब त उकालो नभए प्लिज अब त प्लिज उकालो नभइदिनु त यार लामो The boss. Orala. Orala situ mata.
भालै लाग्दैन कि टेन्सन हुँदैन बाटो चाहिँ यस्तो छ सौगात चाहिँ अगाडि हिँड्न अब त ओह्रालो छ टेन्सनको बात छैन ओके ओकेसम्म यो चाहिँ लास्ट रहेछ सौगातले लास्ट भन्दै थियो लास्ट नै रहेछ भनौँ कर्नरिङ धेरै खाइयो सोलो आजै गलिदिया एउटा माउन्ट क्याम्प उस नगर त हुँदैन यार एउटा छाती टाँस्ने के त्यसलाई के भन्छ रे ट्याप्पा टाँस्ने अरे बहुत मनुष्य लग रहे हो मत करो तोबा 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 थारा मूड खराब कर दियो जे होइन बुझ्यो म बुझाउन सक्दिनँ ब्रोज यस्तो छ साइक्लिङ गरेर मजा हुन्छ यति मात्रै फरक कि गाह्रो चाहिँ गाह्रो हुन्छ त्यति मात्रै ए बुझ्नु भयो नि गाह्रो त फेरि लास्टै गाह्रो फेरि मजा नि राम्रै हुन्छ मजा नि आउँछ यसरी हिँडेर हामी चाहिँ बालाजुबाट गोकर्णको तलबाट झर्दै गोकर्ण आयो गोकर्णबाट तल झर्दै आएको यस्तो छ लगाइछ हामी अलि शान्ति भएको ठाउँमा गएर एक लट रोकिने प्रयास गर्छौँ रोक्यौँ भने सेल्छमा आएर ल हामी पहिला सुरु होइन साइकल गर्नु पऱ्यो यहाँ चाहिँ यहाँबाट रेस हुँदै भयो एउटाको चाहिँ रेस छ यहाँबाट पुरै डाउन अफरोड डाउनहिल मात्र हो क्या पछि हामी फर्स्ट टाइम आएको थियौँ क्या यहाँ रेस हुँदा फर्स्ट टाइम आएको थियौँ त्यसपछि आएको थिइनँ म चाहिँ यो चाहिँ आइरहेको छु किन ट्रेनिङ गर्न आइरहेको छ म चाहिँ यस्तो छ अस्ति नै यहीँपट्टि त नि है ए यहाँबाट झर्ने अब ल ठिक छ यस्तो छ पारा हेलमेट लगाइन्छ गइन्छ पट्टि है टक्क लाएर इग्नोर साउन्ड है यता चाहिँ रेस हो पुरै सौगातले यताबाट झारिदिन्छ बबार यतापट्टि झट्टा आउने हो पछि यताबाट झारेर हामी फर्स्ट टाइम आएको थियौँ है एकखेर रेस हुँदा ल्याउनु भएको होइन अनि यतापट्टि चाहिँ जङ्गल छ अनि हामी चाहिँ तार्न चाहिँ सकिन्छ तर बस डर लाग्छ कि त्यो खुट्टाको यो हुन्छ नि यो अड्किएर लड्यो भने चाहिँ गयो भन्छु कि म चाहिँ त्यो गाह्रो छ त्यही भएर हेर्नु भयो त जङ्गल छ यस्तो राम्रो नि हामी चाहिँ यहाँ यस्तो छ हालत चाहिँ के बनाएको गुना हात्ती त्यो त लाग्छ कि यो तल टोल भएको छ हामी चाहिँ मिलाउँदै साइकल यस्तो कन्डिसनमा छ अघि नि कसरी हालेको फेरि कसरी हालेको थियो त्यही भएर होला है घुमाउनु एक लट गियर चाहिँ खानु भयो तलै हो यस्तो छ रङ बाटो चाहिँ यस्तो छ है सौगातले पर्सि चलाउने ठाडे यहाँ टाढाबाट यस्तो छ नजिकबाट चाहिँ यस्तो छ है फेरि सबले भन्दाखेरि यति चाहिँ सबले सक्छ सक्छ ए सरी
त्यहाँबाट आउने हो पर्सि सौगात त्यहाँबाट यस्तो गर्दै आउने हो। आउनु त म नि आज आएँ तर हल्का डर लाग्यो किनकि बान छैन नि त मेरो त्यति साह्रो अहिले त झन्। अनि यहाँ चाहिँ मन्दिर छ चट्टलाहरू यसरी बनाउँदैछौँ हामी चाहिँ अहिले त गाइज यसरी फोटो खिचिदिन्छन् हामी त्यही हो। अनि त्यो उहाँ चाहिँ बबाल रहेछ त यस्तो रमाइलो ठाउँ छ नि कसैलाई घुम्नु मन लाग्यो। यो ठाउँलाई के भन्छ सबै गोकर्ण हो सबै हेर्नु न कालो लाग्यो यार सबै साइकलको म्याक्री छ्या कति कालो देखेको म त ओहो कालो त कालै छु यता फेरि हिरो ह्यान्डसम छन् नि यता फेरि यस्तो छ पारा के गर्नु रुगा लाएर फेरि हैरान छु मलाई रुगा लाएर चाहिँ एकदम गाह्रो भइरहेछ नि। म चाहिँ बाटो देखाउँछु है त एक लाट तिमी गराउँदै बस एक लाट म हेरेर आउँछु। बाटो चाहिँ यस्तो खतरा खायो कि होइन नसोचेको भन्दा बसियो क्या यो त के होइन कि यो त सबसे सजिलो भन्दै नि हुन्छ कि गाह्रो त गाह्रो त्यताबाट आउने हो कि त्यहाँबाट आएको हो नि त हामी त यहाँसम्म अनि यहाँको बाटो झन् अलिक गाह्रै छ क्या त्यहाँ झन् कस्तो उस छ अनि बहुत मनुष्य लग रहे हो मत करो रहने दो तौबा 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 थारा मूड खराब कर दिया। यस्तो छ बाटो चाहिँ पर्सि आयो भने चाहिँ म सब देखाउनु प्रयास गर्छु मतलब रेस चाहिँ देखाउनु प्रयास गर्छु हेरेर बस्नु होला टेक इट आउट है। हामी चाहिँ यस्तो पारा छ बाटो चाहिँ त्यहाँबाट यसरी आएर यसरी छ ल यसरी छ है बाटो चाहिँ। अब एउटा चेस्ट माउन्ट किन्नु पर्यो कि हल्का माथि जाउँ न हामी यहाँबाट उक्लिने प्रयास गरौँ होइन हामी नि चट्ट लाएर यत्तिको छ डिस्को छ यहाँनिर फेरि यत्तिको डिस्को है यस्तो छ ल अनि माथि निस्किने कि तल जाने यसरी यहाँ आयौँ भर्खरै होइन अहिले अगाडि उकालो यस्तो छ क्यामेरामा त कति सजिलो देखिने क्या गएको यस्तो छ ठिक छ फेरि उक्लिने एकछिन न उक्लिबाट ल त्यो छोको हो तिम्रो साइकलले खेल गऱ्यो बाँच्यो राम्रो काम गर्यो केटोले बाँच्यो फक अघि नै लगाइरहेको थियो क्या मलाई भाँचिन्छ त किनकि उस गइरहेको थियो नि त छै जिन्दगी त टामाडोल भयो यहाँ चाहिँ भाँचियो अब घर कसरी जाने भयो म त जान्छु अब यिनी चाहिँ सम्म छ भने त जान्नु त सम्म त हिँडिन्छ कि टेन्सन भएन ओह्रालो छ होला कि अर्कै त त्यो भएन उकालो डोराम्ला बरु उखुको होइन अब के कपाल चाहिँ यस्तो भयो मेरो चाहिँ काट्ने भनेको त्यस्तै भइरहेको आज चाहिँ मैले भन्दै अघि नै भनेको न तिम्रो दशा भए भनेर यही हो दशा यसरी बस्नु त बिहानदेखि साइकल चलाउनु मन लागेको थिएन आज झन् बिमै खडा बेदेले गर्दा बेदी
भिखारी त्यसले मेरो दिन खराब गरिदियो आज तनावमाथि तनाव अब टेन्सन यो केही भएन केही नि भन्दैनन् भन्न त बेनाले घर जाने टेन्सन भयो कि त्यो चाहिँ टेन्सन भयो कसरी जाने नजिक जाने नि त कति किलोमिटर हो बौद्धबाट फेरि चाबेलबाट चक्रपथ ल गाह्रो रहेछ त के गर्ने भन्दा के गर्ने फोन नि त बुढोलाई फेरि आउँछ त पुनः तनाव अनि उता चाहिँ मस्त पार्टी चलिरह हामी नि गएर बोक्लाइरह जाम बाथरुम यो चाहिँ यसरी नै हो म चाहिँ यसरी डोराएको लाम सरी यहाँ चाहिँ पर्सि रेस हो क्या यही हो सौगात रेस हान्ने पर्सि यस्तो है 5 ल्याब 5 ल्याब हान्नुपर्छ पर्सि ए सरी सौगात नखेल्ने ल सरी यस्तो छ पाएर हामी त जुगाड गरेर हिँड्नु के गर्नु यस्तै छ जुगाड गरेर हिँड्नु पर्यो लामो ब्रेक हान्नुपर्छ एकछिन यस्तो छ क्या अगाडि चाहिँ गाडी छ त्यही भएर नतार्यौँ सौगातले चाहिँ बहुत मिहिनेत गरे तर मलाई चाहिँ मजा भयो ल गुड छ यतिको चाहिँ हुनु पऱ्यो क्या जेउस हेर्न अलिक गाह्रो हुन्छ जस्तो लाग्यो त्यही कारणले चाहिँ हामी चाहिँ घर गएर डाइरेक्ट अब घर गएर भेटिन्छौँ है एकछिन स्टप माकुनी मारौ ब्रदर एसपिडी त निकाल्नु त पर्यो नि म त यस्तो छ पारा फेरि लान्न के लाइन भयो लान्छ लान बल छ स्टेमिन छ धकालेर लाने अब के गर्नु त यस्तै छ यस्तो भयो यस्तो ल यस्तै ल ठिक छ लगाइदिएको आज चाहिँ साइकल चाहिँ अब गाडीमा हालेर लान्छु साइकल गाडीमा हालेर लाने अब के गर्नु त नि अनि त्यहाँबाट चाबेलबाट फेरि ल हामी चाहिँ त्यहाँ चाबेलमा गएर भेट्छौँ हामी चाहिँ यसरी हिँडेर त्यस्तो छ पारा हाम्रो चाहिँ दुःख पाइयो के गर्छ सुमङ्गले आफ्नै ढङ्गले जस्तो भयो नि त ओ यसो चढ कस्तो दुख्यो त्यही हो धेरै पछि चलाएर पनि हो अँधेरो भइसक्यो अब यो उकालो कट्यो भने चाहिँ उकालो चाहिँ कटिएपछि चाहिँ अलिक सजिलो आउँछ भन्ने आश छ मेरो त्यही हो